सुकुम्बासी समस्या काठमाडौँमा मात्रै थियो, उहाँ बाहिरबाट चाहिँ पूर्जा दिएर चाहिँ यहाँ स्टन गरियो भन्नेहरूलाई चाहिँ जवाब दिनुभएको छ क्या। हाम्रो मन्त्री भूमि मन्त्रीले चाहिँ हिजो रोस्टममा जवाब दिनुभएको छ क्या। यो हो नि त, एकदम पावरफुल लाग्छ क्या उहाँ मन्त्री चाहिँ मलाई। प्रतिभा रावलको यो भने पनि समस्या त काठमाडौँमा थियो नि, नदी किनाराबाट उठाएर होल्डिङ सेन्टरमा राख्यो। आज पनि उहाँ त्यही हुनुहुन्छ, तर बर्दियाबाट चाहिँ तपाईँहरूले सुरु गर्नुभयो, अरू जिल्लाबाट झापाबाट सुरु गर्नुभयो। तर चाहिँ यहाँ समस्या त सुकुम्बासी अहिले समस्यामा त काठमाडौँमा हुनुहुन्छ, यहाँको के भयो भन्ने विषयमा पनि उहाँको उसलाई जोडेर, प्रश्नलाई जोडेर म त्यसमा उत्तर दिन चाहन्छु। समस्या पक्कै पनि अरू ठाउँमा अघि नै धेरै मान्यज्यूले पनि भन्नुभयो, यो सुकुम्बासी पहिचान उहाँहरूलाई जग्गा वितरण गर्ने कुरामा पक्कै पनि 3 तहकै सरकारको त्यति महत्त्वपूर्ण रोल हुन्छ र एउटा स्थानीय तहले सहयोग गरिदिएन भने पक्कै पनि त्यो प्रोसेस अवरुद्ध हुन्छ र काठमाडौँको हकमा त्यही भएको हैन। म यहाँ सबैजनालाई चाहिँ यो विषयमा निवेदन गर्न चाहे। अहिले होल्डिङ सेन्टरमा 388 जना परिवारको अहिले लगत सङ्कलन गरेर उहाँहरूको डिटेल्स लगिएको थियो। त्यसमा 58 को निवेदन फारम भरि सम्बन्धित जिल्लामा पालिकामा पठाइएको छ। 51 को चाहिँ जग्गा भेटिएकोले उहाँहरूको निवेदन अस्वीकृत भएको छ। 51 को पहिले नै आयोगमा दर्ता भएको हुनाले चाहिँ उहाँहरूको हकमा भोलि सूचना प्रकाशित हुँदैछ र हालसम्म हामीले जहाँ चाहिँ उहाँहरूको डिटेल्सहरू पठायौँ सम्बन्धित जिल्लामा, सम्बन्धित पालिकामा पठाइसकेपछि वडाहरूले चाहिँ त्यो सूचना उहाँहरूको हकमा निकालिदिनु पर्ने थियो। तर के भयो भन्दा 4 वटा पालिका बाहेकले त्यो उहाँहरूको नाम जहाँ पठाइएको थियो त्यो परिवारको चाहिँ त्यो सूचनै निकालिदिनु भएन हैन। 14 वटा पालिकाले सूचना निकालिदिनु भएन। मैले त पालिकाको सूची पनि लिएर आएको छु र एउटा निवेदन मलाई सभामुख महोदयबाट एउटा चाहिँ निवेदन पनि गर्न चाहन्छु भने त्यो कतिको मिल्छ मिल्दैन थाहा छैन। त्यो पनि नेपाल सरकारले गर्नुपर्ने हो भने त्यो गर्न मन्त्रालय पनि तयार छ। तर जुन आज सार्वजनिक महत्त्व प्रस्ताव दर्ता हुँदै गर्दा र यो विषयमा चाहिँ विपक्षी दलहरू पनि यति धेरै चाहिँ चिन्तित हुनुहुन्छ र यो विषयमा उहाँहरू चिन्तित हुनुहुन्छ र यथाशीघ्र चाहिँ सल्भ गर्नुपर्छ, लाल पूर्जा दिनुपर्छ भन्ने खालको उहाँहरूले पनि यही उहाँहरूको मान्यता हो र यही अनुसार अगाडि बढेको भन्ने कुरा उहाँहरूलाई पालिकामा पनि फिल हुनु पर्यो। त्यही भएर जुन आज सार्वजनिक महत्त्वको प्रस्ताव यहाँ दर्ता भएर छलफल भइरहेको छ, यसको एउटा कपी भए पनि सम्बन्धित सबै पालिकालाई पठाइदिउँ, पत्राचार गरिदिउँ र त्यसले तपाईहरुको अपनत्व देखाउँछ। त्यसले तपाईहरुको विपक्षी दल पनि यसमा चाहिँ हैन, उहाँहरूले पनि यसमा अनरशिप लिनु भएको छ है। उहाँहरूलाई पनि लागेको कुरा यही हो, सुकुम्बासी अव्यवस्थित बसोबासीले छिटोभन्दा छिटो लाल पूर्जा पाउनुपर्छ भन्ने कुरा हजुरहरूलाई पनि फिल भएको छ भन्ने कुरा पालिका प्रमुखहरूले पनि फिल गर्नु पर्यो हैन। जसरी म थोरै एक्जाम्पल मात्र दिन चाहन्छु। कहाँ पालिकामा पठाइयो भन्दा जस्तो मकवानपुर गढी गाउँपालिकामा पठाइयो, मिथिला नगरपालिकामा पठाइयो हैन, भोजपुर नगरपालिकामा पठाइयो। यो सबै पालिका प्रमुखहरू नेपाली कांग्रेस दलका